बदली दो मौसम सँगै बदलियो पवन तिम्रै कारण बदलियो यो मेरो मन आज म विशेष यो ठाउँमा यस्तो राम्रो छ गाइस हैन घुम्न आइरहेको छु बवाल ठाउँ छ जो बेस्ट अफ द बेस्ट ठाउँलाई एक्लै काम गर्न आएको यो ठाउँको विशेषता चाहिँ यस्तो छ अलि माथि गएर देखाउन चाहिँ तपाईँलाई चाहिँ मैले जिन्दगीमा म यो ठाउँमा आउँछु कहिले पनि सोचेको थिएन कि यो ठाउँमा आएर यसरी घुम्छु बस्छु यसरी बसौँ घुमिएला ठुलो संसारमा हैन कहिलेकाहीँ यति धेरै याद आउँछ होइन गाउँघर साथीभाइ त्यो साथीभाइहरू गाह्रो छ मनको कथा लेखौँ भने अधुरो नै रहन्छ कि आज चाहिँ विशेष म यो ठाउँमा गाउँको नाम चाहिँ थाहा छैन 7 दिनको लागि काममा आएको छु काम पनि के थाहा छ सफाई सरसफाई कार्यक्रम हल्का मेरो काम चाहिँ बेस्ट छ जोस बस्ने घुम्ने हैन त्यो अलिअलि रमाइलो गर्ने काम चाहिँ राम्रो छ अब त्यही हो गाइस हैन अब यहाँबाट चाहिँ म जाँदैछु गाइस त्यही बाटो यस्तो छ मन्दिर हो नङ्गे खुट्टा आएको छु मन्दिरमा चाहिँ यो चाहिँ के हो क्या फेरि अरे शिवलिङ्ग या बेस्ट या यस्तो शिवलिङ्ग चाहिँ मैले कहिले पनि देखेन अब चाहिँ नि मान्छेहरूले चाहिँ मनको भात चाहिँ बुझिदिन्छन् कि एकदमै बेस्ट लाग्छ मलाई ठिक छ मन्दिर चाहिँ यस्तो छ तपाईँहरूले हेर्न सक्नुहुन्छ गाइस चाहिँ कृष्ण मन्दिर मन्दिरमा घन्टाहरू झुन्डाएको छ गाई गोरुहरू बसिरहेको रहेछ यो चाहिँ यो घर चाहिँ यो गाउँको मान्छेहरू भने यस्तो राम्रो छन् नि होइन पुरै छोडेर गाउँको मान्छेहरू यति बेस्ट कति मनकारी मान्छेहरू छन् मनको भाव बुझ्नु गाउँको यस्तो छ 2-4वटा घर छ एउटा घर पारी एउटा घर आरी भाषा बुझिँदैन त्यति मात्रै हो दसैँ तिहार चाहिँ यस्तै ठाउँमा बितिरहेको छ गाइस किनभने मेरो दसैँ तिहार रमाइलो छ दसैँ तिहार सम्झेर भने आफूलाई चाहिँ घर कहिले जाउँ भइरहेछ हौ उसो काँक्रा साक्रा केराको बुट्टा त्यसपछि बाइक रोड पनि यो गाउँसम्म मात्रै छ क्या यहाँ चाहिँ ठुलो पूजा छ अरे है सुन्तलाहरू फलेछ यो चाहिँ धारा म चाहिँ पानी खाने धारा चाहिँ यही हो बिहान यहीँ आएर कपडा सपडा धोएको मुखसुख धोएको अनि हाम्रो ठाउँको चाहिँ बयान गर्नै नसकिने शब्दले बयान गर्न सकिँदैन यता के लेखेको छ हौ उता जल जीवन मिसन ग्रामीण पेयजल एवं स्वच्छ समिति यो चाहिँ अस्ति हामीले नै लगाएको ज्यानिटर चाहिँ हामीले ल्याएको
यो फुलेछ क्या म बस्ने घरमा चाहिँ यस्तो राम्रो छ फुलेछ बाटोभरि फुल त्यसपछि म बस्ने घरमा फुलको विशेषता छ यिनीहरू घरमा चाहिँ एउटा डक्टर एउटा छ इन्जिनियर अनि यहाँ चाहिँ गाउँमा पूजाको कारण पूजा छ पूजा छ यो चाहिँ हाम्रो सामान्य पूजाले लगाएको चिजहरू घर चाहिँ यिनीहरूको गाउँको घर चाहिँ यो गाउँको ठाउँमा शीतल छ ठाउँ चाहिँ गर्मी चाहिँ सहरमा जस्तो गर्मी चाहिँ छैन क्या यो चाहिँ मैले बनाएको डेकोरेसन चाहिँ यो चाहिँ खाना बनाउने भाँडाहरू मैले बनाएको डेकोरेसन चाहिँ यस्तो छ गाइस अब अलि उताबाट देखाउँछु अझै चाहिँ मेरो सिप अनि मेरो कला कस्तो लाग्छ तपाईँहरूलाई त्यो मेरो सिप र कलाको चाहिँ बयान गर है तिमीहरूले कस्तो लाग्छ अझै फाइनल चाहिँ भएको छैन फाइनल हुन चाहिँ बाँकी नै छ अझै ऊ त्यहाँ चाहिँ भागवतको मान्छे मेन पण्डित बस्छ त्यहाँ चाहिँ त्यो ठाउँमा चाहिँ यस्तो त्यहाँ चाहिँ अब म्याट स्याट लगाउनु बाँकी नै चियरहरू यस्तो छ चियरहरू बाँकी चाहिँ लाइट साइट अब भोलिसम्म जोडिन्छ धुवा भइरहेछ तल चाहिँ कहाँ के गरिरहेछन् के पनि थाहा छैन जङ्गलको एरिया छ फेरि अब त्यही हो बाघले आवाज कराएको पनि थाहा हुन्छ क्या यता त है त्यसो बाघ चाहिँ बेलुकापल्टि भयो कि देखिने रहेछ क्या दिउँसै देखिने रहेछ गाह्रो छ नि अनि यता काँक्रा पनि फलेछ कत्रो भएछ क्या सानो सानो फलेछ क्या काँक्राहरू यो चाहिँ यत्रै छ गाई छैन काँक्रो अलिक ठुलो भएको चाहिँ खाँदै एउटा यो दुईवटा अरू कहाँसम्म फलेकै छैन क्या अरू चाहिँ यहाँ एउटा रहेछ तिनवटा ए अलि ठुलो चाहिँ यो रहेछ यार अलि ठुलो काँक्रो चाहिँ यो रहेछ पछि भन त म 4 दिनपछि चाहिँ ठिक्क हुन्छ मलाई मैले खाने जतिको चाहिँ हुन्छ 4 दिनपछि त्यसलाई चाहिँ मैले खाएरै जान्छु जस्तो तस्तो गरेर भयो नि मैले गर्नुपर्ने काम जति भयो अब म गएर चाहिँ मुभी सुभी हेर्छु सुत्दिन्छु हेलो गुड मर्निङ एभ्रिवान आज बिहानै 6:30 बजिसकेको छ म चाहिँ यता शिवालयमा पानी ल्याउन आइसकेको छु बिहानै उठेर अलिकति स्वास्थ्य चाहिँ ठिक छैन यस्तो जङ्गलमा होइन कुवाको पानी निकाल्न पर्ने क्या होइन दिनहरू आइसक्यो पुरै छ क्या डर लाग्ने जस्तो ठाउँ छ कस्तो लाग्यो गाइस मेरो काम माई काम इज भेरी बेस्ट यही हो मेरो काम चाहिँ पानी सानी भर्ने अलिकति पानी पाउनु हाम्रो के एउटा कुरा डिस्क गऱ्यो कि होइन पानीको नौलो चाहिँ होइन कस्तो छ अलिकति कता हालेर मात्रै हो यस्तो त्यसको तलको भागको डिस गर्दाखेरि हाम्रो त्यो लामा डाँडा के अरे बिरासको ठाउँको छ नि त्यहाँ तलको नाउले छ त लामा डाँडा नाउले मूल जस्तो लामा डाँडा नजिकैको मूल जस्तै छ क्या दामी लाग्यो उहाँ ठाउँ सेम पानी खरा बेला तर एउटा गल्ती लागि पानीको मुहान चाहिँ यस्तो छ गाइस यार आम्मा बाबा पुजारी चाहिँ मन्दिरमा पूजा गर्न पनि आइसक्नु भएको छ देखाउने कोसिस गर्छु फाइनली पूजा चलिरहेको छ कस्तो पंडित जी यार रोज पूजा करते हो रोज सुबह
बस हमारे उस्ताद तुम्हें नेपाल वाले भी जानेंगे पता है। तुमको कहा क्या व्यवस्था करें आपके लिए बताइए। तुम मिट्टी इतनी अझै नदेखिन्छ नि अरे अझै गदियारो आयो सुन्न हिँड्ने ले बुझ्यौ यसले के भन्यो त अब तेरो गाउँ चाहिँ त्यहाँ कुन ठाउँ भन्यो होइन त्यो पो त बुझिनँ मैले। त्यो भन्यो चाहिँ के भने तँलाई चाहिँ मैले कहिले पनि देखिनँ अरे क्या कहिले मतलब चिनेन देखेन त्यो गाउँको भएपछि त मैले चिन्नुपर्ने हो त देखेन त भन्न खोजेको क्या जस्तो अब अलिअलि बुझिरहेको छु मैले चाहिँ सिंहाभ्या नमः दिव्य मंत्र पुष्पान् जले समर्पयामि। बोले धर्म की जय हो, अधर्म का नाश हो, प्राणियों में सद्भावना हो, विश्व का कल्याण हो, गौ माता की जय हो, सद सनातन धर्म की जय हो, वृंदावन बाके बिहारी लाल की जय हो, गोकुल के गोपाल की जय हो, नंद के नंदलाल की जय हो, जय हर महादेव। जय जय श्री जय जय श्री राधेश्याम जय तीर्थानि प्रचरन्ति शिखाहस्तानि गङ्गिणः ते खागुंसहस्रजने वदन्वानि तन्वसे यानि कानि च पापानि जनमान्तरितानि च तानि सर्वाणि नश्यन्तो प्रदक्षिणां पदे पदे यमान् भूरि कस्तो लाग्यो त बब्बाल छ नि होइन या अनि यस्तो तरिकाले रमाइलो गरेको हेर्दाखेरि चाहिँ आफूलाई चाहिँ बेग्लै लागिदिन्छ क्या जस्ट होइन भागवत भन्नाले तपाईँहरूले बुझ्नुहुन्छ कि नै यहाँ भइरहेको चाहिँ भागवत हो भागवत भनेको बुझ्नुहुन्छ कि नै अब जस्ट के हो भनेपछि जस्ट रमाइलो हुन्छ पूर्वजको पूजा भगवानको पूजा कुलपितृको पूजा सबैलाई खुसी राख्नको लागि क्या 9 दिनसम्म हनुमान चालिसा पढ्छन् होइन अब 9 दिन लाग्छ अरे पुरै पढेर होइन सबै गर्छन् क्या रमाइलो होइन जस्ट त्यही हो म भने अब सबै यहाँ गढवाली छन् कोही के छन् होइन आई एम सिङ्गल नेपाली होइन म एउटा सिङ्गल यो गाउँभरिमा कोही पनि छैन म छु क्या नेपाली त्यही भएर एक्लै जहाँ भयो नि खडा छ नेपाली चाहिँ फेरि बर्सिल गाउँको नाम पनि बर्सिल रे होइन अनि यहाँ एउटा सानो बजार छ क्या बजारको नाम चाहिँ के हो थाहा छ बजारको नाम चाहिँ चोप्ता बजार नाम सुनेर पनि हाँस उठ्छ क्या चोप्ता बजार बर्सिल गाउँ जस रमाइलो छ होइन अब त्यही हो ठिक छ आजभोलि कपाल पनि बढेछ यार आहा ला यो त कति छिटो बढेको क्या यो काँक्रो बाको सब यी हेर न भने यति छिटो यत्रो ठुलो भइदियो क्या यी ला हिजो अस्ति त मैले भिडियो अलि सानै थियो क्या आज यति छिटै बढ्दियो कि कुरै छोड क्या यो काँक्रा चाहिँ म जाने दिन चाहिँ खाएरै जान्छु भन्ने मेरो एउटा उद्देश्य छ यसलाई चाहिँ म सिधारै जाने भन्ने प्लान छ मेरो चाहिँ यो ग्राउन्ड चाहिँ यस्तो छ है गाइस या बादल पनि क्या लागेको छ क्या फेरि उता भइरहेको छ तब आना ये पार्टी में रखेंगे ना ठीक है 15 लोगों के लिए हाँ तो करिए ना मैं भाभी को दे दूँगी हमारी खाना बन रही है इधर वो भी आते हैं कहाँ वो कहाँ बढ़िया है ना इधर लगा दो
खाना वही लेके आ फिर ना लेके हेलो माई फ्रेन्ड, यो चाहिँ तेस्रो दिन दिउँसो 1 बजेको टाइममा म खोलातिर घुम्न आएको थिएँ जस्ट रमाइलोको लागि। अनि यहाँ खोलामा घुम्दै गर्ने क्रममा ओखर सोखर निकालेर पनि खाइयो। खाने क्रममा राम्रै भयो भनौँ होइन, जस्ट ठिक छ। ओखर निकालेर खान्छु र हेर्दै गरौँ तेस्रो दिनको माहौल कस्तो छ। बदलियो यो मेरो मन एउटा दुईटा तिन चारवटा घर रहेछ। ओखर चाहिँ एउटा पनि छैन। एकछिन ओखर छ कि कतै हेर्छु म चाहिँ। एउटा जानु त्यहाँ पर छ, एउटा दाना छ। ए ओखर चाहिँ छ है, ओखर निकाल्छु म जान्छु गएर चाहिँ निकाल्छु है। एक्लै भयो ओखर त खानु पऱ्यो त्यहाँ। यत्रो ओखर भएको काम के छ, 1-2-4वटा दाना छन् त्यो खतम पारिदिने हो। ओखर चाहिँ चोर्ने हो ओखर भन्नाले। अब जङ्गलको ओखर कसको पो होला र यार, व्यक्तिगत त होइन होला। यत्रो जङ्गलमा है, त्यो पनि निकाल्छु मैले रुखमा गएर। अब रुखमा गएर एउटा भिडियो खिच्ने मान्छे भयो भने थियो, कोही पनि छैन, कहाँ राख्ने हो र मोबाइल। एउटा ओखर चाहिँ भेट्टाएँ भर्खरै, एउटा ओखर चाहिँ भेट्यो। अब अरू पनि ओखर निकाल्नै छ जस्ट। केही छैन, फाइनली ओखर सोखर रुखमा गएर पनि निकालियो। अब चाहिँ मैले एउटा ओखर चाहिँ कहाँ यतै कतै खस्या थियो क्या नजिकै। यति धेरै ओखर निकालेको छु, 4-5वटा खाइन्छ भनौँ। खानुको जति त छोड्ने कुरै भएन क्या, जति छ निकाल्ने काम भयो, निकालियो पनि जस्ट। अब ओखरको दाना छन् 2-4 दाना भएको जति केही थिए मैले निकालिसकेँ, केही चाहिँ अब त्यतै छन्। एउटा त्यो देखिरहेको थियो नि, त्यसलाई पनि निकालिदिएको। अब चल्दिउँ जस्ट। क्याब चाहिँ यस्तो लाउँछु मैले फेरि। यता बाटो पनि यस्तो छ, सर्व आएर पाँच टोकिदियो भने हिमाल चाहिँ यहीँ खतम। हिमाल बाबु चाहिँ खतम। कता थियो अरे हिमाल चाहिँ यता कुनै नामै थाहा नभएको गाउँमा आफ्नो मऱ्यो। त्यो भनेको सुन्दा चाहिँ मान्छेहरू चाहिँ सोच्थ्यो होइन, दिस इज एन न्यारो लाइन। गाउँलेले फेरि ओखर छिङ्गे खेतमा लाउला नि, फेरि ओखर चाहिँ चोर्यो। ओ खाने चाहिँ उतै गएर हुन्छ, मस्त बसेर ढुङ्गामा भन्थे ट्याक 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 टाइम पास। ओखर सोखर खानु पर्यो, धेरै भएको थियो ओखर नखाएको पनि। के भयो, मन दुख्यो? के गर्छस् त मन दुखाएर? कसलाई सुनाउँछस्? कोही त छैन तेरो सुनिदिने। सुने पनि बुझ्ने कोही त छैन।